Hello. Azai. भात साग तिते करेला काँक्रा गाजर मुला Saturday अमिलो ka dieting. पछि हामी चाहिँ करेन्टमै सुरुवात गरौँ ल ए म त सबै सकिसक्यो यस्ता कहिले कहिले यस्तो खानुपर्छ नि त हैन माम भयो सब भयो अब यसलाई हल्का नाको नाइट ड्युटी गर्नेहरूलाई ल्याउनुपर्छ आमामा ल अब Nale. नयाँ मान्छे सक्छ मेरो त ओठ त गइरहन्छ त नि सुनेर हाँसेको जस्तो त्यो त बनाउनु नपर्ने है के बनाउनु पर्ने अर्जुन ओठ आँखा बनायो मान्छेहरूले ओठ कस्तो बनाउँछ अब आँखा बनायो अब फेरि ओठ बनाउनु जेसु जानु बान्डेड कि बान्डेड हो नि त ब्यान्डेड होइन ब्रान्डेड भनौँ न ब्यान्डाइ म यता नसक्ला जस्तो भएछ है मान्छे 2 केजी बढ्नु पर्ने कुरुकै खाने अबि उमेर अनुसार बढ्नु पर्यो नि उता छेउको मान्छेलाई चाहिँ बढ्नुपर्ने भनेको डाक्टरले मैले भन्नुपर्ने भनेको छ म मात्र ठिक्काको म आफै त्यसो भन्छु ल के भन्दा तिमीलाई नै त्यहाँ गयो भने त बडा भन्छ कि एक घटा चाहिँ भन्छ होला बाँकी अब आउनु बाँकी छ यहाँ भन्दा घट्यो भने त कसरी हुन्छ लुगा लाउँदा पनि पुग्लामा लाग्छ पिरो भएन मोटु पात्लो चाहिँ छैन आज भाँचिलो खाने जोसुकै जेसुकै भने बाले फररा बालै फरर छुस त्यसो होइन छुस छुस करेला खाऊ है केटी हो के करेला करेन खाने हो करेन करेन्ट पनि खाइयो करेला पनि खाइयो साग पनि खाइयो सब्जी खानु पर्ला होइन आज त आज छैन होला नि कोनी है एकछिनमा रुन्छ पनि को लाग्छ आज होइन भोलि बिहान चाहिँ लाग्छ भोलि निस्किने गेटमा करेन्ट के भन्छ यो यस राम्रो छ म त ओठमा नठुर्कन खाने पकाउँछु ल ओके लाइक कमेन्ट सेयर पनि गर्नु भन्नु आज त हामीले खाएर चाँडै सिद्धायो है मेरो त अझै रहेछ त म लास्ट जस्तो छ फाइनली मुख पोलेर मर्छ म कागती चाहिँ खान्छु हाम्रो करेला त अब डल्लो उब्रेको है भोलि खानुपर्छ ल म त आर्छु त्यसमा त एउटा पनि आउँदैन
अनि सिक्दै गर न हल्दै खाएर आज कति छुट्टै खाएछ उसले गोलपले खाएर म चाहिँ लास्टमा आशी आयो जानु हामी सँगसँगै हो म अमिलो त माग्ने छ डाइटिङ गरेको हल्का धेरै त छैन एक थालमा 5 वटा गरेर डाइटिङ गरे एक थाल अनि अझै भात पनि अझ भात पनि मजा हामी त भात खायो फेरि मलाई त यति अनि भात नखाइ हुँदैन है खानुपर्छ यो हेर्दा मात्र मोटो भएको नि त लाइक सेयर ठ्याक्कै हान्दिनु मान्छे चाहिँ अब खाएर गाला मासु लागेको भन्छ अब हामी दुईजनाको पनि होइन नि यो सेम सेम होला यस्तै हो कि पहिल्यैदेखि उसको त्यस्तै हो यस्तै हो नेचुरल नै पहिलादेखि नै ओहो हामीले मलाई तलाउनु गरौँ न हौ यस्तै नखाने मान्छे के यहाँ मान्छेतिर भाँदैन मलाई यस्तो हो नि त गुड अमिलो खाने तिमीलाई चाहिँ अमिलो खुवाउनु लानु एकचोटि क्या अब मैले आँखा मात्रै बिगारे यो साग र यो करेला चाहिँ भ्याइएन ल यसलाई चाहिँ अब आज अब डाइटिङमा धेरै खानुहुन्न नि त होइन होइन ज्यानमा लाग्छ हो नि ल बाई बाई आजको लागि चाहिँ